Hello everyone, welcome to my first mini vlog as a teacher and school content creator. मलाई चाहिँ कसैले पनि चिन्नुहुन्न कन्टेन्ट क्रिएटर भएर पनि किनभने म चाहिँ स्कुलको मात्रै कन्टेन्ट बनाउँछु. सो मलाई पर्सनल्ली पनि भोइस ओभर गरेर चाहिँ भिडियोहरू बनाउन मन पर्छ तर मलाई आफ्नै आवाज मन पर्दैन का एकदम लाउड लाग्छ. तर आज चाहिँ फाइनली मैले डिसाइड गरे अनि बनाउँछु भने यता सरले चाहिँ कोक देखाउनु हुँदैछ किनभने आज हामीहरू चाहिँ जाँदैछौँ स्टुडेन्टको वर्तमानमा कोक देखाउनु हुने सर र कोक बोक्नु हुने सर चाहिँ हाम्रो कोअर्डिनेटर सर हुनुहुन्छ. सो हामीहरू फिमेल टिचर अलिक धेरै नै छौँ तर मेल टिचर पनि हुनुहुन्छ. हामीहरूसँग चाहिँ कोअर्डिनेटर सर जानुभयो. सो हामीहरू जाँदै गर्दाखेरि चाहिँ साकेला नाच पनि भेट्यौँ अनि यो साकेला नाचको ग्रुपमा चाहिँ हाम्रो 2082 ब्याचको चाहिँ स्टुडेन्टहरू पनि रहेछ. टिचरहरूलाई देखेर नमस्ते गर्यो बोल्यो. मलाई चाहिँ एकदमै खुसी लाग्छ क्या स्टुडेन्टहरूले चाहिँ यसरी बोल्दाखेरि कोही चाहिँ डराएर भाग्ने नत्र के गरेर भाग्ने हुन्छ नि त. सो जाँदै यो घर चाहिँ यस्तो राम्रो थियो कि घर पनि राम्रो थियो तर प्लान्टहरू यस्तो राम्रो थियो कि मलाई भिडियो बनाउन रोक्नै सकिनँ क्या. सो हामी चाहिँ फाइनली आइपुग्यौँ क्या वर्तमानमा. अनि पुगेर चाहिँ पुरा म्यामले चाहिँ गिफ्ट दिनुभयो अनि सबैजना खानातर्फ लाग्यौँ. यहाँ चाहिँ पानीपुरी म्यामहरू पुरा पानीपुरी हन्ट गर्नुहुँदै थियो. एकदम मिठो थियो है पानीपुरी मात्र होइन यो स्टार्टर सबै कुरा मिठो थियो. खानेकुराहरू पनि सबै एकदमै मिठो थियो. अनि यहाँ चाहिँ पुरा खाँदै गरेको मान्छे सर्ट क्लिप लिए लाजै नमानी पुरा लाज पचाएर पुरा टिचर भएर भिडियो सिडियो बनाउँदै थियो. अनि खाँदै हेर्नु न मेरो चाहिँ चम्चै बाङ्गेर यहाँ चम्ची बाङ्गो भए पनि सिधा बनाइ भए पनि खानु चाहिँ छोडिनँ. अनि खाएर चाहिँ अगाएर टन्नै भएँ. सो हामी चाहिँ फर्क्यौँ राति भइसकेको थियो. बाई बाई गाइज, थ्याङ्क यू फर वाचिङ माई भिडियो.